वेलकम ब्याक टु माई न्यू भिडियो। आज तपाईँहरूको लागि म बेसिक म्याथमेटिक्सको पर्मुटेसन एन्ड कम्बिनेसन भन्ने च्याप्टरबाट लिएर आएको छु। पहिलो टपिक हामी पर्मुटेसन एन्ड कम्बिनेसनमा पढ्छौँ, बेसिक प्रिन्सिपल अफ काउन्टिङ। एन्ड सेकेन्ड टपिक पर्मुटेसन, and third topic combination. यो पर्मुटेसन एन्ड कम्बिनेसन एकदम क्लास 12 को लागि एकदम इम्पोर्टेन्ट च्याप्टर हो, जुन इक्जाम ओरिएन्टेड हुनाले पनि एकदम इम्पोर्टेन्ट। पछिल्लो वर्ष यो पर्मुटेसन एन्ड कम्बिनेसनबाट लङ क्वेसन, सर्ट क्वेसन र एमसिक्यू सोध्ने गरेछ। सो त्यही भएर नछुट्याउनुहोस्, राम्रोसँग पढ्नुहोस् भन्ने मेरो सजेसन हो। अब खासमा बेसिक प्रिन्सिपल अफ काउन्टिङ हो चाहिँ के, तपाईँले साधारण भाषामा बुझ्दाखेरि बेसिक प्रिन्सिपल अफ काउन्टिङ भन्ने मात्र 5 मिनट टाइम दिनुहोस्, 5 मिनट थ्योरी कभर गरेर अनि हामी एक्सर्साइज गर्छौँ। पहिला 5 मिनट राम्रैसँग थ्योरी बुझ्नुभयो भने सजिलो हुन्छ तपाईँले एक्सर्साइज गर्नलाई पनि। जस्तै होइन, तपाईँसँग 3वटा प्यान्ट छ अरे होइन, 3वटा प्यान्ट छ अनि 2टा सर्ट छ। तपाईँले बिहेमा जानु छ या कुनै पार्टी फङ्सनमा जान्छ भने तपाईँले कति तरिकाले लुगालाई वेयर गर्न सक्नुहुन्छ भन्नेलाई नै वेयर गर्न सक्नुहुन्छ भन्ने। अब हेर्नुहोस्, तपाईँसँग एउटा प्यान्ट P1, प्यान्ट P2, प्यान्ट P3, मान्नुहोस् होइन तपाईँले प्यान्ट कालो, निलो र हरियो प्यान्ट छ अनि सर्ट कालो र सेतो छ। योसँग तपाईँले कालो हरियो हाल्नु होइन, यसरी गरेर 6 वेज, तपाईँसँग 6 वेज छ बिहेमा या पार्टी फङ्सनमा लिएर जान सक्नुहुन्छ भने। अब यसलाई होइन हामी ट्री डायग्राम भिजुअलाइजेसनबाट बुझ्ने कोसिस गर्छौँ। तपाईँसँग होइन ABC भन्ने छ होइन, ABC। अब योसँग तपाईँले BC हाल्न सक्नुहुन्छ, योसँग AC हाल्न सक्नुहुन्छ, योसँग AB हाल्न सक्नुहुन्छ। अब हेर्नुहोस् है, CABA हेर्नुहोस् है, ABC AC, सरी है यहाँ गल्ती भएको छ, यहाँ B हुन्छ, ACB, यहाँ फेरि BAC, अर्कोमा फेरि BCA, फेरि अर्कोमा CAB, अर्कोमा CBA। यसरी गरेर 6 तरिकाले तपाईँले गर्न सक्नुहुन्छ। यसलाई नै पर्मुटेसन एन्ड कम्बिनेसन। अनि पर्मुटेसन भन्ने के हो, एरेन्जमेन्ट। जस्तै होइन, पर्मुटेसन भनेको एरेन्जमेन्ट हो अनि कम्बिनेसन भनेको सेलेक्सन हो। सेलेक्सन हो, जुनमा कम्बिनेसनमा अर्डरले फरक पार्दैन। जस्तो तपाईँसँग ABC छ भने होइन, तपाईँले AC लिन पनि पायो, CA लिन पनि पायो, BCA लिन, योमा अर्डरले फरक पार्दैन। तर पर्मुटेसनमा अर्डरले एकदम फरक पार्छ। तपाईँले ACसँग छ भने AB लिनु पर्यो, BC लिनु पर्यो, यसरी गर्दै 6वटा हुन्छ। यसरी पुरै लिनु पर्यो क्या तपाईँले। अब AB लिनुभयो, BC लिनुभयो, अब तपाईँलाई यसरी गरेर तपाईँले पुरै जानुपर्छ 6 वेजसम्म, पुरै लिनुपर्छ तपाईँले।
सो त्यही भएर यसमा अर्डरले इफेक्ट पार्दैन, तर पर्मुटेसनमा एकदम अर्डरले इफेक्ट पार्छ भन्ने बुझ्नुहोस्। बेसिक प्रिन्सिपल अफ काउन्टिङमा त्यस्तै खासै थ्योरी छैन। एक्सर्साइज गर्छौँ अब हामी एक्सर्साइजतिर लाग्छौँ। एक्सर्साइज भनेको यस्तो, जबसम्म तपाईँले इङ्ग्लिस बुझ्न सक्नु भएन तबसम्म तपाईँले मजाले गर्न सक्नुहुन्न, क्वेसन एटेम्प गर्न सक्नुहुन्न। क्वेसनले मजाले बुझ्नुहोस्, क्वेसनले भन्न चाहिँ के खोजेछ, क्वेसनलाई एकदम खङ्गाल्नुहोस्, के भन्न क्वेसनले के भन्न खोजेछ, क्वेसनले बुझ्नुहोस्, राम्ररी बुझ्नुहोस्, पढ्नुहोस्, अनि मात्र क्वेसन गर्नुहोस्। अब हामी सेकेन्ड क्वेसनतिर लागौँ है। अब यहाँ फेरि हेर्नुहोस् है, क्वेसनले भन्न चाहिँ के खोजेको छ, क्वेसनले सोधे के छ, क्वेसनले भने के छ, क्वेसनले सोधे के छ भन्ने एकदम कट क्लियर हुनुपर्छ तपाईँहरूले। नत्र कोही यस्तो क्वेसनहरू अलिक गर्न गाह्रो हुन्छ। क्वेसनले सोधे के छ अनि भने के छ भन्ने मजाले बुझ्नुहोस्। हेर्नुहोस् यहाँ के भन्छ, देयर आर 6 डोर इन अ होस्टेल। देयर आर 6 डोर इन अ होस्टेल। तपाईँ होस्टेलमा बस्नुहुन्छ अरे, जुन होस्टेलमा बस्नुहुन्छ त्यो होस्टेलमा 6वटा ढोका छ अरे। इन हाउ मेनी वेज क्यान अ म्यान इन हाउ मेनी वेज क्यान अ स्टुडेन्ट इन्टर द होस्टेल एन्ड लिभ बाई अ डिफ्रेन्ट डोर। तपाईँ जुन होस्टेलमा बस्नुहुन्छ अरे, तपाईँ मानु होइन कुनै होस्टेलमा बस्नुहुन्छ या रुमैमा बस्नुहुन्छ, त्यो रुममा 6वटा ढोका छ अरे। 6वटा मानु होइन, यहाँ बनाऊ है, रफको लागि बनाऊ, तपाईँहरूको बुझ्नको लागि, बुझ्न सजिलो होस् भनेर बनाऊ। जति मजाले बनाउन मिल्यो त्यति मजाले बनाउनुहोस्, एकदम कट क्लियर हुन्छ, बुझ्नलाई सजिलो हुन्छ तपाईँहरूलाई मात्र भन्नु, नत्र स्वयं म गरिदिइहाल्थेँ। अब हेर्नुहोस् के भनेछ, 6 डोर मानु होइन, एउटा ढोका यो भयो, एउटा ढोका यो भयो, एउटा ढोका यो भयो, 4वटा ढोका यो भयो, 5 6वटा ढोका छ अरे। 6वटा ढोका छ अनि तपाईँले जुन ढोकाबाट छिर्नुभयो त्यो ढोकाबाट तपाईँले निस्कन पाउनुहुन्न अरे। जब यो तपाईँले मानु होइन, यो ढोकाले छिर्नुभयो, तपाईँले यो ढोकाले निस्किन पाउनुहुन्न के, यो ढोकाले निस्किन पाउनुहुन्न। अरू यो बाँकी भएको ढोकाले, यो बाँकी भएको ढोकाहरू होइन, यो 1 2 3 4 5वटा ढोकाबाट निस्कन पाउनुहुन्छ भन्ने क्वेसनले भनेछ। अनि कति वेजले तपाईँले बाहिरभित्र गर्नु सक्नुहुन्छ भन्ने क्वेसनले सोधेको छ। क्वेसनले भन्न चाहिँ एउटा ढोकाले छिर्नुभयो, अर्को ढोकाबाट अरू कतिवटा ढोका छ भन्ने भनेको छ। अनि तपाईँले कति तरिकाले होस्टेल रुम या होस्टेलमा बाहिरभित्र गर्न सक्नुहुन्छ भने सोधेको छ क्वेसनले। अब हेर्नुहोस्, यो ल्याङ्ग्वेज आफैले मिलाएर लेख्नुहोस्, किनकि यो टाइम टेकिङ पनि हुन्छ अनि क्वेसन भिडियो लामो पनि हुन्छ। सो त्यही भएर आफू सक्दो मिलाइ, तपाईँहरूले मलाई विश्वास छ तपाईँहरूले गर्न सक्नुहुन्छ भने ल्याङ्ग्वेज मिलाएर लेख्नुहोस्, किनकि टाइम टेकिङ पनि हुन्छ, भिडियो लामो पनि हुन्छ, तपाईँहरूले अल्छी पनि लाग्न सक्छ। सो त्यही भएर म छोडिदिएको। अन्त तपाईँहरूले भन्नुहुन्छ भने नेक्स्ट भिडियोमा म ल्याङ्ग्वेज सही गर्छु। अब हेर्नुहोस् है, 6वटा छिर्ने ढोका छ अरे हामीसँग, अनि 5वटा निस्किने ढोका छ। हेर्नुहोस् यो ढोका तपाईँले त जुनै बाटो छिर्न सक्नुभयो, मानौ यही बाटो छिर्नुभयो होइन, मानौ यही बाटो छिर्नुभयो, तपाईँले छिर्नुभयो, यसलाई क्यान्सल गरौँ, यो छिर्नुभयो तपाईँले मानौ होइन, यो बाटो छिर्नुभयो, 1 2 3 4 5 यो बाटो पनि छिर्न सक्नुहुन्छ, यो बाटो पनि छिर्न सक्नुहुन्छ, यो बाटो पनि छिर्न सक्नुहुन्छ, यो बाटो पनि 6वटा बाटो तपाईँ छिर्न सक्नुहुन्छ। तर तपाईँले एउटा बाटो छिरिसक्नुभयो अनि तपाईँसँग त अप्सन कतिवटा बाँकी रह्यो, 1 2 3 4 5वटा अप्सन बाँकी भयो। सो त्यही भएर 6 5 30 वेज, तपाईँसँग 30 वेज छ अरे। आई होप तपाईँहरू बुझिराख्नु भएको छ भन्ने मलाई आशा छ। बुझेन भने डु कमेन्ट होइन। अब हेर्नुहोस् है अर्को क्वेसन नम्बर 3। अझै मजाले क्यामेराले बिहाएको छैन, सो त्यही भएर एडजस्ट गर्नुहोस् है। खाने मुखले जुङ्गाले छेक्दैन भन्ने जस्तो पढ्नलाई कोही छेक्दैन, मजाले हेर्नुहोस् है। म तपाईँहरूले चाहिएको कुरा देखाइहाल्छु, क्यामेराले छेक्न सकेको छैन म कहिले। अलिक भिडियो क्वालिटी कम भयो नि, तर एजुकेसन क्वालिटी चाहिँ कम हुन दिँदैन, विश्वास गर्नुहोस् म माथि। एकदम यो च्यानलमा होइन तपाईँहरूले पुरै होल म्याथमेटिक्स हो, वर्षैभरि तपाईँहरूले रिभिजन पनि पाउन सक्नुहुन्छ, क्वेसन पनि गर्न सक्नुहुन्छ, एक्सर्साइज पनि पाउनुहुन्छ। अनि इक्जाम टाइममा तपाईँहरूले भिभिआई क्वेसन अल अफ दिस तपाईँहरूले 12को म्याथको लागि कुनै च्यानलमा जानै पर्दैन भन्ने
आश्वासन दिइरहेको छु होइन। यो च्यानलमा तपाईँ सब्सक्राइब गर्नुहोस् होइन, आएको भिडियोहरूलाई रेगुलर बेसिसमा हेर्नुहोस्, कमेन्ट सेयर गर्नुहोस्। एकदम मजाले यो पुरै होल म्याथ 12को पुरै होल म्याथ म सिद्ध्याउँछु भने एक्सर्साइजदेखि लिएर थ्योरी कभर गर्छु, थ्योरी एक्सर्साइज थ्योरी अनि रिभिजन शुद्ध गराउँछु कि तपाईँहरूले। सो त्यही भएर तपाईँहरूले यो च्यानलमा जोडिराख्नुहोस् भन्ने हो। अब हेर्नुहोस्, अब यो क्वेसनमा चाहिँ भन्न चाहिँ के खोजेछ, 3 नम्बर क्वेसन बेसिक म्याथमेटिक्सको। इन हाउ मेनी वेज क्यान अ म्यान सेन्ड 3 अफ हिज चिल्ड्रेन टु 7 डिफ्रेन्ट कलेज अफ अ सर्टेन टाउन। अब हेर्नुहोस् है, एउटा स्कुल यो भयो, एउटा स्कुल के भनेछ, इन हाउ मेनी वेज क्यान अ म्यान सेन्ड 3वटा उसलाई बच्चा छ अरे, तपाईँहरू जस्तै बच्ची छन्, उनीहरूलाई 3वटा बच्चा छ अरे। अनि 7वटा कलेज छ, जस्तै मानौँ होइन, काठमाडौँमा 7वटा कलेज छ अरे, मानौँ है, 7वटा भन्दा धेरै छ तर मानौँ 7वटा कलेज छ अरे काठमाडौँमा, 1 2 3 4 5 6 7वटा कलेज छ अरे। अनि 3वटा उसँग बच्ची छ। अनि ऊ फेरि डिफ्रेन्ट कलेज भनेको छ कि, डिफ्रेन्ट कलेज, एउटा कलेजमा एउटा बच्चालाई हाल्यो भने त्यही कलेजमा अर्को बच्चाले पनि हाल्दैन भन्ने क्वेसनले भनेको छ। अनि यो 7वटा कलेज छ, कति तरिकाले आफ्नो बच्चालाई पठाउन सक्छ, 3वटा बच्चालाई कति तरिकाले पठाउन सक्छ भन्ने सोधेको क्वेसनले। हेर्नुहोस्, अब एउटा बच्चालाई योमा पठाउनु पनि पायो, जुनसुकैमा पठाउन पायो कि। अब पहिलो बच्चालाई, जस्तै जेठो तपाईँ हुनुहुन्छ भने जेठो कान्छो माइलो छ नि, तपाईँ घरमा तपाईँ के जेठो हुनुहुन्छ, अनि कान्छो भाइ होला, अनि माइलो होला, तपाईँ जेठो दिदी माइलो होला, या भाइ जेसुकै माइलो कान्छो 3वटा, तपाईँसँग 3 भाइ, तपाईँ 3 भाइ बहिनी हुनुहुन्छ अरे, तपाईँ जेठो माइलो अनि कान्छो भाइ होइन, 3जना भाइ बहिनी हुनुहुन्छ तपाईँलाई एउटा 7 कलेजमा 7 कलेज पठाउनु पायो कि। हेर्नुहोस् न, अब 7वटा कलेज छ, जुनसुकै पठाउनु पायो तपाईँले, सो त्यही भएर 7। अब अर्को माइलोलाई कतिवटा अप्सन रह्यो त, एउटाले त पठाइसक्यो, अब कुनैमा पठायो होला, मानौँ एमै पठायो अरे, यही कलेजमा पठायो अरे होइन, तपाईँले यो कलेजमा पठायो। अब माइलोसँग त कतिवटा अप्सन रह्यो, 1 2 3 4 5 6वटा अप्सन रह्यो अरे माइलोलाई। अब कान्छो बाँकी भयो, कान्छोलाई पनि मानौँ होइन, यही कलेजमा, मानौँ तपाईँहरूले बुझ्न अलिक सजिलो होस् भनेर अलिक कट क्लियर पार्न खोजिरहेको छु म होइन। यो कलेजमा पठायो अरे माइलोलाई, यो कलेजमा पठायो, बाँकी कान्छोको लागि कतिवटा रह्यो, 1 2 3 4 5वटा रह्यो। हेर्नुहोस् है, जेठोलाई यो कलेजमा पठायो अरे, माइलोको लागि कतिवटा अप्सन भयो, 1 2 3 4 5 6वटा पठायो, 6वटा कलेजमा पठाउन पायो। अनि कान्छोलाई 5वटा, 1 2 3 4 5, सजिलो छ, कति सजिलो हेर्नुहोस् त, 210 वेज। मजाले गर्न पाइहाल्यो। आई होप तपाईँहरू बुझ्दै हुनुहुन्छ भन्ने आशा छ। अब अर्को क्वेसनतिर लागौँ है। तपाईँले अरूतिर जानै पर्दैन, यही च्यानलमा पुरै म्याथमेटिक्स हो, पुरै वर्षैभरि पुरै म्याथ, होल म्याथ पाउनु सक्नुहुन्छ। अब हेर्नुहोस् है, क्वेसन अलि मजाले देखाएको छैन, फेरि यता गऱ्यो भने उता पुग्दैन, यता गऱ्यो भने उता पुग्दैन, सो त्यही भएर अलि एडजस्ट गर्नुहोस्। तर देखाउने कुरा देखाइरहेकै छ, म आफ्नो बेस्ट दिइरहेकै छ तपाईँहरूको लागि। सपोज देयर आर 5 मेन रोड्स बिट्विन सपोज देयर आर 5 मेन रोड्स द सिटिज A and B. In how many ways can a man go from a city to other and return by different? हेर्नुहोस् के भन्दैछ भने, तपाईँसँग सिटी ए मानौँ होइन, यो मानौँ बानेश्वर भयो भने, यो बानेश्वर भयो भने, अब 3 कुनेलाई बी मानौँ, 3 कुनेलाई बी मानौँ। हेर्नुहोस्, देयर आर 5 मेन रोड्स बिट्विन सिटिज। 3 कुनेबाट, बानेश्वरबाट 3 कुनेमा छिर्नलाई 5वटा रोड छ अरे, 1 2 3 4 5वटा रोड छ अरे, हाइवे एकदम बवाल हाइवे छ होइन। 5वटा रोड छ अरे, 3 कुनेबाट बानेश्वरबाट 3 कुने, या बानेश्वरबाट 3 कुने, जुन भन्दा नि भयो, उल्टो भन्दा नि भयो, 5वटा रोड छ अरे। तपाईँले कति तरिकाले जान सक्नुहुन्छ, र आउँदाखेरि होइन बाई डिफ्रेन्ट रोड्स आउँदाखेरि, जस्तै अब यो रोडले छिर्नुभयो भने तपाईँ होइन, यही बाटो फर्किन पाउनुहुन्न कि। अब तपाईँले
तपाईँको घर भानेश्वरमा छ अरे, मानौँ एमा छ अरे, तपाईँको घर अफिस जानुभयो, अफिस त जानुभयो, तपाईँको बाबा या मम्मी अफिस जानुहुन्छ, फेरि फर्केर त घर आउनुहुन्छ नि। सो त्यही भएर फर्किँदा पनि सोधेको छ कि बाई डिफ्रेन्ट रोड। जस्तै अब तपाईँको मम्मी बाबाले यो बाटो अफिस जानुभयो, तर अब यो बाटो फर्किन पाउनुहुन्न कि वान वे मात्रै हो, यो वान वे मात्रै हो, यो रिटर्निङवाला बाटो हो, त्यही भएर वान वे मात्रै हो, यो बाटो जाने मात्रै हो, आउने होइन। सो त्यही भएर हेर्नुहोस् है के भनेको छ, देयर आर 5 मोड। अब त कुन बाटै जुनसुकै बाटो जान पायो, किनकि वान वे जुनसुकै पाँचैबाट जान पायो 5। तर अब मानौँ यो बाटो गयो अरे होइन, यो बाटो भएर गयो अफिस, तर यो बाटो फर्किन त पाउनुहुन्न। अब बाँकी कतिवटा रह्यो फर्किनु, त यिनीहरू बाटो फर्किनुपर्छ, यिनीहरू बाटो फर्किनुपर्छ। सो हेर्नुहोस् 1 2 3 4 कति हो 4 20 तपाईँको मम्मी बाबासँग 20 वेजसम्म फर्किन जान आउन सक्नुहुन्छ भन्ने बुझाइरहेछ। बुझ्नुभयो सही, बुझिराख्नु भएको छ भन्ने विश्वास छ। अब खोइ तपाईँहरूले के बुझ्नु भएको छ कि छैन भन्ने डर पनि लागिरहेछ। तर बुझ्नुहोस् है, अलिक मजाले ध्यान दिएर हेर्नु पायो भने भिडियो मजाले बुझ्नुहोस्, बुझ्नु भएन ब्याक गर्नुहोस्, फेरि बुझ्नुहोस्, किनकि म एकदम फिगर बनाएर तपाईँहरूको लागि एकदम कट क्लियर बनाइदिइरहेकै छु। मजाले बुझ्नु भएछ भन्ने आशा छ, यत्रो मेहनत गरिरहेको छु, बुझ्न सक्नुहुन्छ भन्ने आशा छ। बुझ्नुहोस् है, अलि राम्रै क्वेसनलाई बुझ्नुहोस्, भिडियोलाई हेर्नुहोस्, बुझ्नु भएन भने कमेन्ट गर्नुहोस्। अब अर्को क्वेसन 5 नम्बर क्वेसनतिर लाग्नु है। के भनेको छ भने अब हेर्नुहोस् है, क्वेसन 5 नम्बर क्वेसन। तपाईँले अरू कहीँ जानै पर्दैन, मजाले यही च्यानल हेर्नुहोस्, एकदम पहिलो नयाँ च्यानल हो, नयाँ बनाउनु पहिलो भिडियो हो यो मेरो। सो त्यही भएर अलि बोल्नलाई नि गाह्रो भइरहेछ, अलिक बोल्न पनि सिकाएको छैन तपाईँहरू। तर एउटा प्यासन छ भने पढौँ भनेर, पैसाको लागि त होइन, युट्युबमा भनेको पैसा आउँदैन त्यस्तै, खासै प्यासन हो, प्यासन पढौँ भने राम्रोसँग। म पढ्दाखेरि त्यस्तो राम्रो पाइन्न, तर तपाईँहरूले पढ्दाखेरि एकदम राम्रोसँग म बुझाएर पढाइरहेको छु। सो एकदम मेहनतले पढ्नुहोस्, डु गुड होइन इन योर इक्जाम। अनि पर्मुटेसन एन्ड कम्बिनेसन भनेको खासै गाह्रो होइन, तर एकदम क्वेसन 11 12 को बोर्ड इक्जाममा एकदम सोधिने बवाले तरिकाले सोध्छ। लङ क्वेसनमा पनि सोध्छ, सर्ट क्वेसनमा पनि सोध्छ, सो एमसिक्यूमा पनि सोध्छ। तपाईँले पढ्नु भयो भने मजाले गर्न सक्नुहुन्छ कि क्वेसन। हेर्नुहोस् है, देयर आर 5 मेन रोड्स बिट्विन द सिटी ए एन्ड बी एन्ड 4 बिट्विन बी एन्ड सी। इन हाउ मेनी वेज क्यान अ पर्सन ए टु सी एन्ड रिटर्न विदाउट ड्राइभिङ अन द सेम रोड ट्वाइस। के भनेको छ भने देयर आर 5 मेन रोड्स बिट्विन द सिटिज ए एन्ड बी। हेर्नुहोस् फेरि त्यही सोधेछ, त्यस्तै सोधेछ यहाँ। हेर्नुहोस् है, ए भयो तपाईँ उहिले भनेको थियो म बानेश्वर, एको लागि बानेश्वर मानौँ होइन, बानेश्वर गरौँ। 5 मेन रोड्स बिट्विन बी, 3 कुने राखौँ है, 3 कुने एन्ड 4 बिट्विन बी एन्ड सी। सीलाई कोटेश्वर मान्दो, कोटेश्वर होइन। 5 मेन रोड्स 1 2 3 4 5 अनि 4 बिट्विन बी एन्ड सी। 1 2 3 4 4वटा 3 कुनेबाट कोटेश्वरसम्म छ। अनि बानेश्वरदेखि 3 कुनेसम्म 5वटा बाटो छ अरे। मानौँ एबिसीलाई म तपाईँहरूलाई अलिक बुझ्न सजिलो होस् भनेर म नेम इन्डिकेट गरिदिइरहेको छु, त्यही भएर तपाईँ राम्ररी बुझ्नुहुन्छ कि भनेर यसरी बुझाइरहेको छु। मजाले बुझ्ने प्रयास गर्नुहोस्।